नमस्कार साथीहरू, यहाँलाई हार्दिक स्वागत छ आजको मोटिभेशनल कथामा। यो कथा आशा गुमाएकाहरूका लागि हो। एउटा पहाडी र जंगलले घिरिएको सुन्दर गाउँमा दुई भाइ बस्थे, वीरेन र सुरेन। आमा बाबुको अकाल मृत्युपछि दुईजना भाइले आफ्नो पुर्ख्यौली घर र थोरै जग्गा बाँडे। वीरेन ठूलो भाइ शान्त, चिन्तनशील र प्रकृतिसँग जोडिएको थियो। सुरेन सानो भाइ, चलाक, महत्वाकांक्षी र शीघ्र नै धनी बन्न चाहने थियो। एक दिन सुरेनले सुनेको एउटा अफवाह सुनाउँदै भन्यो, दाजु, यस जंगलको अग्लो पहाडमा खोएको मुद्राको गुफा छ भनेर सुन्छु। त्यहाँ सुनका सिक्का र हीराका मोतीहरू भरिएका छन्। म त्यहाँ जान्छु। वीरेनले चेतावनी दिए, भाइ, त्यो गुफाको किम्बदन्ती साँचो होला, तर भनिन्छ त्यो गुफाभित्र पस्नेले आफ्नो मनको इच्छा अनुसार सम्पत्ति पाउँछ, तर त्यसको एउटा मूल्य तिर्नुपर्छ। त्यो मूल्य प्राय मानिसले सोचेको भन्दा धेरै ठूलो हुन्छ। तर सुरेनले कुनै पनि चेतावनी नसुनेर आफ्नो भागको जग्गा बेचेर भोलि बिहानै जंगलतर्फ लाग्यो। वीरेनले आफ्नो जग्गामा सानो खेती गर्न थाल्यो। सुरेनले कठिन यात्रा गरेर गुफा फेला पार्यो। गुफाको ढोकामा एउटा रहस्यमय बुढो मानिस बसेको थियो, जसले उसलाई रोक्दै भन्यो, तिमीले के खोजिरहेका छौ? सुरेनले भन्यो, धन, असीमित धन। बुढोले भन्यो, तिमीले भित्र पसेर तिम्रो मनको इच्छा पूरा गर्न सक्छौ, तर एउटा कुरा याद राख, गुफाले तिमीलाई दिन्छ, तर तिमीले पनि गुफालाई दिनुपर्छ। यो आदान प्रदान हो। उत्साहित सुरेनले यसलाई सम्झौताको रूपमा लिएन। गुफाभित्र पसेपछि उसले देख्यो कि त्यहाँ वास्तवमै सुन, चाँदी र मणि रत्नहरूको ढुङ लागेको थियो। उसले आफ्नो झोला भर्यो, तर जसरी झोला भरिन्थ्यो त्यसरी नै उसले आफूलाई थकान, भोक र प्यासले सताउँदै गएको महसुस गर्यो। झोला भरिएपछि उसले बाहिर निस्कन खोज्दा आफू भित्र नै कैद भएको पायो। द्वार अदृश्य भइसकेको थियो। एउटा स्वर सुनियो, तिमीले धेरै लियौ, अब तिमीले दिनुपर्छ। तिमीले आफ्नो समय दिनुपर्छ। तिम्रो यौवन गुफाको हो। भयभीत सुरेनले हतारिएर गुफाबाट निस्कन कोसिस गर्यो, तर ढोका फेला पार्न सकेन। अन्तमा एउटा सानो प्वालबाट झरेर बाहिर निस्कियो। बाहिर निस्केपछि उसले देख्यो कि उसको केस सेतो भएको छ, हात झुर्रिएको छ र उसले आफूलाई बुढो महसुस गर्छ। झोलामा भएका धेरै सिक्काहरू पनि साधारण ढुङ्गामा परिणत भएका थिए। केवल एउटै सुनको सिक्का बाँकी रहेको थियो। उसले 1 वर्षको यात्रा गरेको थियो, तर शरीरले दशकको थकान बोकेको थियो। अर्कोतर्फ वीरेनले आफ्नो जग्गामा काम गर्न थाल्यो। उसले देख्यो कि जमिन ढलानो र ढुङ्गाली भएको छ, तर उसले हार मानेन। उसले पहाडको तल्लो भागमा एउटा सानो खाल्टो खनेर त्यहाँको झरनाको पानी ल्यायो। उसले ढुङ्गाहरू एकत्र गरेर कोठा बनायो। आफ्नो भाइको फर्कने प्रतीक्षामा उसले एक्लै सङ्घर्ष गर्यो। एक दिन खन्ने क्रममा उसलाई एउटा विचित्र चम्किलो ढुङ्गा भेटियो। ढुङ्गालाई घसेपछि त्यो चाँदीको धातु निस्कियो। त्यो ठाउँमा चाँदीको सानो शिर निस्केको थियो। उसले यो कुरा कसैलाई नभनेर धेरै सावधानीपूर्वक सानो पैमानामा खन्न थाल्यो। उसले चाँदीको केही टुक्रा बेचेर आवश्यक सामान किन्यो, तर ठूलो धन कमाउनुको सट्टा उसले आफ्नो जग्गाको उर्वरता बढाउन लाग्यो। उसले फलफूलको रुख रोप्यो, सब्जी बगैँचा बनायो र आफ्नो पानीको स्रोतलाई सिंचाइको लागि विकसित गर्यो। उसको मेहनतले गर्दा उसको जग्गा हरियाली भयो। उसले एउटा सानो तर टुङ्गो घर बनायो। उसले आफ्नो चाँदीको खानीबाट प्राप्त आयलाई केवल टिकाउ साधनहरू जस्तै औजार, बीज, बिउ किन्नमा लगायो। उसको प्रसिद्धि एउटा मेहनती र सिपालु किसानको रूपमा फैलियो। धेरै वर्षपछि एउटा बुढो, थकेको र गरिब सुरेन गाउँ फर्कियो। उसले आफ्नो दाजु वीरेनलाई देख्यो, जो अब पनि युवा र स्वस्थ देखिन्थ्यो, र उसको हरियाली जग्गा र सुन्दर घर देखेर अचम्मित भयो। सुरेनले वीरेनसँग आफ्नो कहानी सुनायो र सोध्यो, तिमीले यो सबै कसरी पायो? के तिमीले पनि गुफा फेला पारेको? वीरेनले आफ्नो कथा सुनायो, चाँदीको खानको कथा, र कसरी उसले त्यसलाई धेरै धेरै नखनेर आफ्नो आवश्यकता अनुसार मात्र प्रयोग गरेको। उसले भन्यो, मैले केवल एउटा सानो स्रोत फेला पारे, तर मैले त्यसलाई नष्ट नगरी यसलाई सम्हालेर र यसबाट स्थिर रूपमा बढ्न दिए। मेरो सम्पत्ति यो जग्गा, यो खेत, यी रुखहरू र मेरो सिप हो, ती भौतिक धातुहरू मात्र होइनन्। सुरेनले वीरेनलाई भन्यो, तर त्यो चाँदीको खान त हाम्रो जग्गाको नै हो, त्यसको आधा हिस्सा मेरो हो। वीरेनले सहज भएर भन्यो, ठिक छ भाइ, तर त्यो खान अहिले मेरो खेतको मूल आधार हो। यसलाई ठूलो पैमानामा खनेमा हाम्रो पानीको स्रोत सुक्न सक्छ, जमिन ढल्छ। तिमीले हिस्सा चाहन्छौ भने आऊ हामी सँगै त्यस खानलाई यस्तो तरिकाले प्रयोग गरौँ जसले हाम्रो भविष्यलाई नोक्सान नपुर्याओस्। सुरेनले आफ्नो हिस्सा चाह्यो।
उसले वीरेनलाई धम्की दियो कि यदि उसले आधा खान दिएन भने उसले गाउँलेहरूलाई सबै सुनाउनेछ। वीरेनले दुखी मनले भन्यो, यदि तिमीले त्यस्तो गर्छौ भने खान सबैको लोभको केन्द्र बन्नेछ र नष्ट हुनेछ, तर म तिमीलाई रोक्दिन, तिम्रो निर्णय हो। सुरेनले गाउँलेहरूलाई भन्यो। सुरुवातमा सबै उत्साहित भए। ठूलो पैमालामा खननी सुरु भयो, तर जसरी वीरेनले भनेको थियो त्यसरी नै भयो। झरनाको पानी सुक्यो, पहाडको ढलान अस्थिर भयो र खेतहरू सुक्खा भए। चाँदीको स्टक पनि सजिलै सकियो। अन्तमा एउटा भीषण वर्षामा पहाडको ढलान झर्यो र खानी पुरै ढाकियो। सबैको लोभ र आशा माटोमा मिसियो। यसले गाउँलाई कठिनाइमा पार्यो। सुरेनले पुनः सबै खोज्यो। त्यसपछि वीरेनले गाउँलेहरूलाई एकत्र गरेर भन्यो, हामीले एउटा महँगो सबक सिक्यौं। असली सम्पत्ति भनेको हाम्रो माटो, हाम्रो पानी, हाम्रो सिप र हाम्रो साझा विवेक हो। आऊ हामी पुनः निर्माण गरौं, तर यसपल्ट बुद्धिमत्तापूर्वक। उसले आफ्नो सिँचाइको ज्ञान र वृक्षारोपणको तरिका सबैलाई सिकायो। सुरेन अब पुरै परिवर्तित भएर सबैभन्दा कठिन मेहनत गर्नेहरूमा एक थियो। उसले बुझेको थियो कि मुद्राको गुफा भनेको जीवनको एउटा रूपक हो। तपाईले छोटो मार्ग लिन खोज्नुहुन्छ भने तपाईले आफ्नै समय, स्वास्थ्य वा सम्बन्धहरू गुमाउनुहुन्छ। वास्तविक सम्पत्ति भनेको त्यो हो जसलाई तपाईले आफ्नो हात र मेहनतले सिर्जना गर्नुहुन्छ, जसलाई समयसँगै बढ्न दिनुहुन्छ। गाउँलेहरूले मिलेर काम गरेर आफ्नो गाउँलाई फेरि हरियाली बनाए। वीरेन र सुरेन दुवै साथै बसे। अन्तमा सुरेनले वीरेनलाई भन्यो, दाजु, मैले अब बुझे, तिमीले गरेको लगानी जग्गामा, रुखमा, पानीमा र आफ्नो सिपमा मै साँचो बचत थियो। त्यो नै त्यो सम्पत्ति हो जुन कहिल्यै सकिँदैन, महँगो हुँदैन र तिम्रो पछि पुस्तासम्म बाँच्छ। मैले खोजेको धन त भर्खरको खानाको चम्किलो ढुङ्गा जस्तै थियो, जुन अल्प चल्क्यो अनि सधैँको लागि अदृश्य भयो। वीरेनले मुस्कुराएर भन्यो, हो भाइ, कहिल्यै पैसा बचत नगर्नुहोस्, यसलाई बुद्धिमत्तापूर्वक लगानी गर्नुहोस्। आफूमा, आफ्नो ज्ञानमा र ती चिजहरूमा जसले तपाईलाई मात्र होइन, तपाईको वरिपरिका सबैलाई बढ्न मद्दत गर्छ। पहिलो पटक यो च्यानलमा आउनु भएको हो भने कृपया च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। यहाँ तपाईँ पाउनुहुन्छ प्रेरणादायक कथा, जीवनका यथार्थ कुरा र आत्मबल बढाउने भिडियोहरू। र हो साथीहरू, यो भिडियो आफ्ना साथी, परिवार र चिनजानका मानिसहरूसँग शेयर गर्नुस् जसलाई आज प्रेरणाको खाँचो छ। हुन सक्छ तपाईले शेयर गरेको यो भिडियोले कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याओस्, हामीलाई निरन्तर अघि बढ्न शक्ति दिन्छ। धन्यवाद। फेरि भेटौँला अर्को प्रेरणादायक भिडियोमा। जय नेपाल।